सम्पूर्णमा नमस्कार। म वैद्य कुशवाहा हजुरहरूको लागि फेरि अचूक औषधि लिएर आएको छु। दाँत सम्बन्धी दाँतमा हुने समस्याहरूको लागि टुथपेस्ट लिएर आएको छु। निम वज्रदन्ती टुथपेस्ट विभिन्न किसिमको जडीबुटीहरूको मिश्रणबाट तयार पारिएको यो टुथपेस्ट हो। जस्तै निम, लौङ, पुदिना र बबुल जस्ता थुप्रै जडीबुटीहरूको मिश्रणबाट यो टुथपेस्ट तयार पारिएको हो। दन्ती टुथपेस्टलाई बिहान र बेलुका गरी दिनमा 2 चोटि प्रयोग गर्नाले यो तपाईहरुलाई के हुन्छ, दाँतमा किरा लाग्ने, गिजा सुनिने, गिजाबाट रगत आउने, गिजा कालो हुनेबाट राहत दिलाउनुको साथै तपाईहरुलाई के हुन्छ, दाँत चम्किलो र सुन्दर बनाउने काम गर्दो रहेछ। श्वास गन्हाउने जस्ता समस्याहरूबाट तपाईहरुलाई छुटकारा पाउँछ र एउटा जादु जस्तै काम गर्ने यो टुथपेस्ट तपाईहरुको कतै हिँड्दाखेरि, लड्दाखेरि, ठोक्किँदाखेरि त्यसमा पनि तपाईले यो पेस्टहरू युज गर्दाखेरि के हुन्छ, सुन्निएको ठोक्किएकोमा पनि एकदमै राम्रो काम गर्दो रहेछ। यो भनेको ठुलादेखि सानो सबैले युज गर्न सकिने पेस्ट हो। जस्तै बच्चाहरूले के हुन्छ, विभिन्न किसिमको अहिले टुथपेस्टहरू आए जुन केमिकलहरूद्वारा बनाइएको हुन्छ। यो टुथपेस्टहरूले के हुन्छ, बच्चाहरू पेस्ट युज गर्दाखेरि खाँदाखेरि भित्रसम्म निल्छ। उनीहरूलाई के हुन्छ, फाल्ने तरिका थाहा हुँदैनन्। त्यसले गर्दाखेरि बच्चाहरूलाई पेट दुख्ने, पेटमा किरा पर्ने जस्ता समस्याहरू हुन्छ। तर यो टुथपेस्ट युज गर्दाखेरि के बच्चाले पनि युज गर्यो भने बच्चाको पेट दुखाइ छ, पेटमा किरा छ, जुका परेछ भने यो टुथपेस्टको युजले पनि यो नाश गरिन्छ। तपाईहरुले यो टुथपेस्ट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। हस्त धन्यवाद।